अनि एक्लै काटेर भ्याउनुहुन्छ कि मैले पनि सघाइदिनु पर्छ? भयो टाढाबाट आउनु भएको पाहुनालाई मलाई ढिलो हुन्छ फेरि कार्यक्रममा तपाईहरुले तरकारी काट्न ढिलो गर्नुभएछ हैन? यसरी काट्नुपर्छ कि सुन्नुहोस् यसरी म काटेरै हुर्किया मान्छे हो नि। बसेर सेलरी बसेर अन्त अन्त मकै भुट्नु भएछ यहाँ साग काट्नु मलाई बस्ने ठाउँ पनि दिनुभयो। धेरै मसिनो पार्न हुन्न के साग, धेरै मसिनो पार्दाखेरि यो घरमा त जहिले आयो मैले यहीँ भात खाने गरेको छु। त्यही भएर आजले यही सुगर साइज पारिदिनु हाम्रो सूर्यबहादुरजी कहाँ जानुभयो? त्यहाँलाई त्यति सूर्यले घामले ताप सुताएको कहाँ जानुभयो? हो भाइ भएको छैन त्यहाँ जागिरी खान जानुभयो क्या